के हामीलाई थाहा छ हाम्रो छिमेकीहरू कस्तो अवस्थामा छन्? के एउटा बन्द कोठाभित्रको सत्यले हामीलाई झस्काउन सक्छ? यो कथा हो मोहबाका ओम प्रकाश सिंह राठौडको, जो एक रेलवेका रिटायर्ड कर्मचारी थिए र आफ्नी 26 वर्षीय छोरी रश्मिसँग बस्ने गर्दथे। उनीहरूको हेरचाहका लागि रामप्रकाश र उनकी श्रीमतीलाई उनले काममा राखेका थिए। 5 वर्ष अघि यी दुई कर्मचारीलाई ओम प्रकाशले आफै घरमा सहयोगीका रूपमा राखेका थिए, तर उनलाई त्यतिखेर थाहा थिएन कि यी कर्मचारीहरूले उनलाई आफ्नै घरभित्र र उनकी छोरीलाई आफ्नै घरभित्र खान नदिकन बन्दी बनाएर राख्नेवाला छन् भनेर। कुरा डिसेम्बर 2025 को हो, जब ओम प्रकाशका भाइ बारम्बार घर आएर उनसँग भेट्न खोज्दाखेरि पनि ती कर्मचारीहरूले भेट्न नदिएपछि ओम प्रकाशका भाइले फाइनली पुलिस लिएर जान्छन् र त्यो घर खोल्छन्। र घर खोलेपछिको दृश्य तपाईँहरूले इमेजिन पनि गर्न सक्नुहुन्न। त्यहाँ हामीले देख्न सक्छौँ ओम प्रकाशको शव, उनलाई खान नदिएर केही पनि नदिएर बन्द कोठामा 5 वर्षसम्म राखेर कोही छिमेकीले पनि थाहा नपाएको स्थितिमा पुलिसले फेला पार्छ। र 26 वर्षीय उनकी छोरी रश्मि भने एकदमै दयनीय, हड्डी मात्र बाँकी भएको अवस्थामा केही पनि खान नपाएको स्थितिमा भेटिन्छन्। पुलिसले तुरुन्त नै रश्मिको उद्धार गर्छ। पुलिसले रश्मिलाई उद्धार गरिसकेपछि ती दोषीहरूलाई कानुनी प्रक्रियाले सजाय पनि दिने भएको छ। हामी कयौँचोटि छिमेकीले हाम्रो घरमा चासो राखे भनेर रिसाउने गर्छौँ, तर कहिलेकाहीँ छिमेकीले नै चासो नराख्दा यस्तो घटनाहरू पनि घट्न सक्छ। छिमेकीले सद्भावले चासो राखिदिनु भयो भने यस्ता घटनाहरू हामी बच्न सक्छौँ। तपाईँ पनि असल छिमेकी हुनुहोस् र आफ्नो छिमेकीको चाहिने जति मात्र चासो राख्नुहोस्। धन्यवाद।